presents by Liang Liang TV. अब नेपालमा पढेर पनि केही जागिर पाइएला जस्तो छैन कि त अब जागिर पाउन सोर्स फोर्स चाहियो मात्र यहाँ पैसा र पावर नभई केही गर्न सकिँदो रहेनछ जसरी भए पनि पैसा त कमाउनु पर्यो कसरी कमाउने होला लुपुन्टु पुन्टु आइजा निकाल त आयो आयो जाँदा भेन्टो दुई चारवटा ढुङ्गा लिएर आइज ढुङ्गा ए ल ल त्यो हामीसँग रङ थियो नि निकाल्दा फेन्टो ला ढुङ्गा गरौ यो लु ल्याएको सबै ढुङ्गामा रङ दलौँ त लु रङ त लायो अब यो ढुङ्गाको चाहिँ के गर्नु खोइ यसले साइन्स पढेको भन्थे के गर्न लाउँछ Liang Liang TV. तिमीहरू धेर्न आँट्यौ न लु सुनाऊ है त यो ढुङ्गामा विशेष प्रकारको क्वान्टम इनर्जी हुन्छ जसले पानीमा भएको सबै हानिकारक ब्याक्टेरियालाई नष्ट गर्छ साँच्चै त्यस्तो हुन्छ र कहाँ त्यस्तो हुनु अब यो ढुङ्गा बेचेर मालामाल हुने हो अहिले बेच्दा बेच्दै कुरा खुस्काउँछौ भनेर अहिले नै सचेत गराइरहेको तिमीहरूलाई लु ढुङ्गा बोक ढुङ्गा जाउँ बेच्नु के भयो बहिनीहरू किन मलाई रोके यहाँ आफू चटपटे खाम भनेर कत्रो हतार भइसक्यो लु भनिहाल त छिटो छिटो के को चटपटे खान हतार दाजु एकछिन हाम्रो कुरा त सुन्नुहोस् के कुरा हो लु भनिहाल न त अहिले जुन गाउँमा महामारी फैलिरहेको छ नि त्यो सबै के को कारणले थाहा छ हजुरलाई ए त्यस्तो त के थाहा नहुने त्यो सबै भएको अहिले त्यही पानीको कारणले त हो के गर्नु पानी त्यस्तै फोहोर छ अब नखाइ पनि नहुने खाउँ भने नि त्यस्तो छ के भन्नु हो त्यही पानीलाई शुद्ध बनाउनको लागि हामीले ढुङ्गा लिएर आएको छौँ खै यो ढुङ्गाले पानी शुद्ध बनाउँछ जस्तो मलाई लागेन है के छ र यो ढुङ्गामा त्यस्तो म त हेर्दा त साधारणै देख्छु यसले पानीलाई शुद्ध बनाउँदैन बरु त्यही फोहोर पानी नै खानु पर्ला त्यस्तो होइन दाजु यो ढुङ्गा चाहिँ अन्तरिक्षबाट आएको उल्कापिण्डको चोइटा हो जसमा क्वान्टम इनर्जी हुन्छ जसले गर्दा पानीलाई शुद्ध बनाउँछ त्यसैले किन्नुहोस् दाजु खै यो ढुङ्गाले के पानीलाई शुद्ध बनाउला र त्यो पनि कति हो यो ढुङ्गाको एउटाको मात्र 1000 हो दाजु किन्नुहोस् न किन्नुहोस् राम 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 त्यत्रो पैसा त छैन यो किनेर सकिगयो महँगी त्यस्तै छ अहिलेलाई यसो कति छ दिइराख्छु अनि अरू पैसा भरे ल्याइदिन्छु है त खोइ पर्स पनि रित्तै रहेछ यहाँ कति छ गनिराख्नु भरे म लिएर दिन्छु है ल म लागेँ दिन चाहिँ नभुल्नु नि दाजु फेरि ल ल ल म बिर्सिन्न यो खाइसक्ने बित्तिकै लिएर दिइहाल्छु हस् दाजु हस् ल ल ल गाउँ पो खानु धेरै छ त तपाईँलाई यो ढुङ्गा बेच्न भनेर आएको थियौँ कस्तो ढुङ्गा यसले पानीलाई एकदम शुद्ध बनाउँछ हो र हजुर एकचोटि हेर्नुहोस् त यसको मूल्य चाहिँ कति हो मात्र 1000 रुपियाँ हो दाजु मात्र 1000 रुपियाँ हजुर
यसको काम पनि धेरै छ नि त। यसको मूल्य चाहिँ कति हो? मात्र 1000 रुपियाँ हो दाजु, एउटा त लिनुहोस्। लिनुहोस् न। लिनु 1000 रुपियाँ हैन त? हजुर दाजु, 1000 मात्रै हो। धन्यवाद दाजु तपाईलाई। ल्याङ ल्याङ टिभी।